सिम्प्लेक्सको क्वेसन अब ल्याङ्ग्वेजमा आयो भनेर आत्तिने होइन। अब चाहिँ हामीले के गर्छौँ, एकदम इजी मेथडमा यो क्वेसनलाई ब्रेक डाउन गरेर म्याक्सिमाइज गर्छौँ, अब्जेक्टिभ फङ्सन र कन्स्टेन्ट छुट्याउने कसरी सिक्छौँ है त। लेट्स स्टार्ट टुगेदर। ल हेर्नु है त, अब सजिलो क्वेसन भन्दा नि यो चाहिँ एउटा के हो, अलिकति कम्प्लेक्स क्वेसन छ है। यो क्वेसनमा के भनेको छ भन्दाखेरि एउटा घनश्याम भन्ने मान्छे छ अरे हो, त्यसले चाहिँ के गर्छ अरे, दुईटा जब गर्छ अरे कि, दुईटा पार्ट टाइम जब गर्छ अरे। अनि पार्ट टाइम जब गर्दाखेरि अब हामीले के गर्ने, एक्स र वाईलाई चाहिँ हामीले आवर मान्ने। के गर्ने हेर त, एक्स र वाईलाई चाहिँ एक्स भनेको चाहिँ जब 1 मा गर्ने टाइम हो, वाई भनेको चाहिँ के हो, जब 2 मा गर्ने टाइम हो। अनि के भनेको छ, दुईटै जब गर्दाखेरि यसले भनेको चाहिँ लेस देन इक्वल्स टु 12 आवर मात्रै काम गर्छ के, 12 घण्टा त बढी काम गर्दैन अरे है। बढीमा पनि के हो, 12 घण्टा मात्रै गर्छ अरे। भनेपछि के भयो, एक्स प्लस वाई लेस देन इक्वल्स टु 12 भनेको यसको के भयो, लिमिटेसन भयो के, ठ्याक्क कन्स्टेन्ट। एक्स प्लस वाई लेस देन इक्वल्स टु 12 भनेको यो पहिलो भयो। दोस्रो के भनेको छ भन्दाखेरि 2 घण्टा चाहिँ यसलाई एक्स को लागि लाग्छ अरे प्रिपरेसनलाई, अनि 1 घण्टा चाहिँ कसको लागि लाग्छ अरे, वाईलाई। लेस देन इक्वल्स टु कति भयो, 16 भयो। अब भनेको यो दुईटा त के भयो, कन्स्टेन्ट भयो, किनभने यो दुईटा के छ, सिमिलर छ। अब बाँकी रह्यो के, हाम्रो मेन फंक्शन क्या, मेन अब्जेक्टिभ फंक्शन त्यो के हो त, त्यो भनेको चाहिँ हाम्रो के हो, अर्निङ हो है। अब यसले यो दुईटामा काम गर्दाखेरि यो दुईटाबाट आउने अर्निङ चाहिँ हाम्रो के हो, त्यो चाहिँ त्यसलाई चाहिँ हामीले के गर्ने, म्याक्सिमाइज गर्ने है। भने चाहिँ के भयो, त्यो चाहिँ जेट इक्वल्स टु के भयो, हेर त कति टाइम्स भनेको छ, एउटाबाट हाम्रो 40 टाइम्स, अर्कोबाट 30 टाइम्स, 40x प्लस 30y सब्जेक्टेड टु यस्तो लेख्ने। अनि त्यसपछि x प्लस y लेस देन इक्वल्स टु 12, 2x प्लस y लेस देन इक्वल्स टु 16। अब यो क्वेसनलाई के गर्ने, सल्भ गर्ने। मेन भनेको क्वेसन ब्रेकडाउन नै हो यसमा। क्वेसन ब्रेकडाउन गर्न जान्न पर्यो, जुन सिमिलर खाले छ त्यसलाई चाहिँ कन्स्टेन्ट मान्ने, जुन एउटा डिफरेन्स छुटिएको छ त्यसलाई चाहिँ अब्जेक्टिभ मेन फंक्सन मान्ने। सकि त हाल्यो। ल है त, पहिला सुरु हामीले के गर्ने, x र y लेट गर्ने। x भनेको आर वर्क एट के हो, जब 1, y भनेको चाहिँ के हो, आर वर्क एट जब 2। अब त्यसपछि हामीले अहिले बनायौँ नि त मेन फंक्सन र कन्स्टेन्ट लेखौँ है त। मेन फंक्सन के हुन्छ, हेर त, मेन फंक्सन भनेको जेट इक्वल्स टु कति, म्याक्सिमाइज जेट इक्वल्स टु 40x प्लस 30y हो। अब कन्स्टेन्ट के हो, सब्जेक्टेड टु लेस देन अर इक्वल्स टु, एउटा भनेको x प्लस वाई लेस देन इक्वल्स टु 12, दोस्रो 2x प्लस वाई लेस देन इक्वल्स टु 16। अब x प्लस वाई चाहिँ के हुन्छ, ग्रेटर देन इक्वल्स टु 0। अब हेर हामीले के गर्ने, आर र एस भनेको स्ल्याक भेरिएबल हो, त्यो के हुन्छ, नन नेगेटिभ हुन्छ। स्ल्याक भेरिएबलले के गर्छ, इनइक्वालिटीलाई इक्वल्स टुमा चेन्ज गर्छ। x प्लस वाई प्लस आर अनि 2x प्लस वाई प्लस एस इक्वल्स टु 16। अब यसलाई केमा लाने, स्ट्यान्डर्ड फर्ममा लगाऊँ। ल स्ट्यान्डर्ड फर्ममा लगाउन त सबैलाई आउँछ, हामीले यत्रो धेरै क्वेसन गरिसक्यौँ हो। अब आर भएकोमा एस र जेड 0, एस भएकोमा आर र जेड 0, त्यो के गर्नु पर्यो, माइनस 40x माइनस 30y सबैलाई यता ल्याउनु पर्यो है। अब यो सबैलाई के गर्ने, इनिसियल टेबल बनाउने। इनिसियल टेबलमा के हुन्छ, बेसिक भेरिएबल x, y, r, s, z, rhs अनि रेसियो हुन्छ।